छोरो बाबा ए गुन्डे ल प्रसाद ग्रहण गरेर सबै राम्रो होस्। मनमा भएका जम्मै रोग व्याधि विकारहरू सबै गाउँ असुरी शक्तिमाथि अब रहेको व्यक्तिगत यो रिस अलिक कम गर्नुपर्छ सबैले सकेसम्म। अनि छिटो छिटो गर्ने काम पनि अलि राम्रो होइन, त्यसको त अलिक टाइम लगाएर गर्ने नातिएर गर्ने। ल आफै लगाएको छ कि आँखामा लगाएको छ निधारमा र आँखामा धेरै कानमा जम्लो चाहियो देखिनु पर्यो नि 10 जम्लो त एरा कानमा लगाइदिनु कानमा भन्दा माथि यहाँ राखिदियो हुन्छ हैन कानमा लगाइदिनु अलिकति यो साइड कानमा है धेरै गर्नु जम्मा त्यो साइडमा भएकै भयो दुई साइड दुईटै कानमा ल अगाडि बस्नु अब दाइ र दिदी जमरा दाइ जमरा छोरासँग दिँदैन अहिले प्याला अलि भिडियो बनाउँछ एक भिडियो हेरेको लड्डो गर्नु दिदीले दाइले ल अब जी गरिदेऊ जी गरिदेऊ जी गरिदेऊ पुगु जी गरिदेऊ पुगु जी दाइ पछाडि हटिदिनु एकचोटि पछाडि हटिदिनु ल सबैलाई साउन्डहरू लगाउनु पर्यो एक सिक्नु पर्यो त्यो लाउनु हुन्न छोरो त्यो अरूले त्यो दक्षिणा दिन पाइन्न है त्यसरी ल पुरै दिन्छु यार त्यस्तो अरूले दक्षिणा दिन पाइन्न आफ्नो त कान्छ त हो दिनमै हाम्रो त्यहाँ छ बुढाइहरूलाई कहाँको दक्षिणा दिन्छन् र दिन्छन् ए म त ठग्केछु नि ताकीको सबै पुगो छोरीको चाँडै सरस्वती माताको वरदान प्राप्त होस् खराब र बोल्ने होस्। अब अब अर्कोचोटि दसैँमा आउँदा सर र भाइलाई आशीर्वाद यस्तै गरी दिने होस् होइन रोग केही नलागोस् रोग के भन्छ ब्याग केही नहोस् रोग व्याधि बाधा व्यवधान केही नहोस् दिने नि भन्ने त होला तिमीलाई धेरै आशीर्वाद हामीलाई यसै गरी हरेक वर्ष तिमीलाई टिका लगाउन पाऊ यो दक्षिणा त्यहीबाट हो खै कान्ता म दिन्छु यो चाहिँ अब मेरो हातमा त मेरो दुवैजना आएन ल के भेरी गुड हाम्रो गरिछ अब अनि अरूलाई लिएर गाडी बस्नु ल अब केही भन्दा हुन्छ सबैले ल मेलबर्नमा सब ल ह्यापी दसैँ मेलबर्नमा धेरै धेरै स्वागत छ नयाँ घरमा सबैजनालाई दसैँ मनाइयो 2082 सालको दसैँ एकदम रमाइलो भयो हजुर नाच्न पाएन हिजो राति आज नाचौँ ल ल ल सविताको सुरिलो स्वरबाट केही भनौँ हजुरले यहाँ निमन्त्रणा गरिदिनु भयो र त्यो निमन्त्रणा स्वीकार गरेर हामीले हाम्रो छोरोसँग नयाँ घरमा छोरोसँग पहिलो दसैँ मनाउन पाएको हुँदा हामी धेरै धेरै खुसी छौँ नयाँ घर फलोस् सधैँभरि भइराखोस् अब्दै जानु पर्यो एउटाबाट दुईटा दुईटाबाट तिनवटा होइन सन्तानले होइन घरले हरेक स्कुलमा एउटा घर होस् त्यही छ दाइलाई अब सिडनीमा एउटा घर हुनु पर्यो
अब ड्याडीको तर्फबाट बसौँ न मम्मी एकछिन। सबैजनालाई मेरा सन्तान भन्नु पर्यो, चाहिँ छोरी नाति नातिना समेतलाई यो मेलबर्नको नयाँ घरमा मैले टिका लगाएर आशीर्वाद दिन पाउँदा साह्रै खुसी छु। सबैको राम्रै भइरहेछ, अझै पनि राम्रो होस्, श्रीवृद्धि होस्, चिरायु होस्, सुख समृद्धि प्राप्ति होस्। एक आपसमा सबैको कोअर्डिनेसन हुनुपर्छ, समझदारी अनुसार चाहिँ काम गर्नु पर्यो, सबैजना मिलेर गर्नुपर्छ। किनभने एक किसिमले यो परदेश नै हो, परदेशमा एकले अर्कालाई सहयोग गरेन सघाएन भनेदेखि चाहिँ अपुरो भइन्छ। तसर्थ सबै राम्रो भएको छ, अझै पनि राम्रो हुँदै जाओस्। अब हामी त अब उमेर पुगिसकेका, अब सधैँ आइराख्नु पनि अब सम्भव हुँदैन। त्यसो हुँदा सबै राम्रो भएको चाहिँ सुन्न देख्न पाइयोस्। सबैलाई फेरि पनि यो विजयादशमी 2082को हार्दिक मङ्गलमय शुभकामना। अब मेरी प्रिय श्रीमतीबाट केही 2-4 शब्द। मेरो सबैलाई विजयादशमीको शुभकामना। यो घर बनाएको पहिलो दसैँ म ड्याडी मम्मी छोरा छोरी बहिनी ज्वाइँ सबैसँग मनाउनु पाएँ, एकदम खुसी छु। यसरी नै सधैँ दसैँ सँगै मनाउनु पाइयोस्। ल दाइ भनौँ अब हजुरकोतिरबाट। म त धेरै नै खुसी छु सबैजना आएकोमा, म एकदम खुसी छु योचोटिको दसैँमा। सधैँ यसरी किसिमले चाहिँ भेटघाट हुनु पऱ्यो सबैजना परिवारहरू। ल धन्यवाद। किन टिकी पनि बनाउने? टिकिनुलाई चाहिँ यो कति लिसेन? यो अब बाबालाई देऊ न, बाबालाई देऊ के? यो यिनीहरूलाई लाउनु पर्यो नि, हामी लाउनु पर्यो नि बहिनी ज्वाइँलाई। बहिनी ज्वाइँलाई लाउनु। हामीलाई पनि छोडिदिनु है अलिकति। हामीलाई पनि छोडिदिनु है अलिकति। होइन 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 ठिक छ, यताबाट राम्रो लाइटिङ मिल्यो भनेर हो। इन्स्ट्रक्सन के छ नि? बाबु उहाँलाई दिनु पर्ने, आउनु तपाईँले एकचोटि नि नानी नै आउँछ। हस् ल यता भनौँ न केही के हो भने। विजयादशमी 2082 को मङ्गलमय शुभकामना सबैलाई। बहिनी चाहिँ भेटेर रमाइलो लाग्यो। यसै गरेर सधैँभरि चाहिँ टिका लगाउने आशीर्वाद